जानु किन्नु चाहिँ नगरकोटबाट जानुपर्ला है नगरकोट नगरकोटबाट प्लान चोक कहाँनिर निस्किनु अन्त हुँदै जानु तल्लो सिङ्गे लेखाएको छ यहाँ गाडी जान बाटो छन्द छ त्यहाँ कुरी अगाडि अलि छ होला बाटो त छन त त्यहाँ सोध्यो भने दाइ यो तलको बाटो नि होइन तलको बाटो नि होइन घरमा सोधा अगाडिकै बाटो त्यहाँ खै के डोजहरू गरे जस्तो लाग्यो बाटो छ त बाटो छ जस्तो डोजर सोजर खनाएर रहेछ छ होला तल चाहिँ बादल दामी देखिरहेको बाटो खनाए जस्तो छ ल होइन हामी चाहिँ बस्नु पर्दैन हिलो त्यहाँ बाटो हेरे क्या अगाडि बाटो राम्रो छ हिलो रहेछ बाटो यहीँ सब मात्र खनाएर रहेछ बाटो हो रहेछ त्यति ठाउँ ल्याएर अझै कुन्टा 10 किलो यहाँ 10 किलोमिटर कुन्टा पुग्न
नझर्कन बोलाउनु लाग्यो क्या मान्छे यता यता यो चाहिँ अनि राख्यो अँ त्यही राख्दैन ल हजुर के लाइन भने लाइन बस्नु भने ल्याउनु सामान चाहिँ त्यो सलको त्यो निस्केको डोरी हेर्नु कहाँ जानु हो अब कता जाने उयो टाढो लाइन होला नि त होइन टन्नै लाइन छ होला नि त मम्मी कहाँ गयो फेरि के फुल लिनु बाटोहरू बस्छ लाउने यो सुहाउनुको म मम्मीसँग आउँछु फुल लिनलाई फुल 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 अरू के हाल्न पर्छ भने अब सबै घाँसबाट थप्नुहुन्छ झर्न बाहेन बोलाउँछन् त यहाँ त बाबा कैसे त बाबा दाई चुनरी फेरि कस्तो च्यातेको रहेछ केही हुँदैन छोड्दैन मन्दिर आइपुग्यो आज धेरै पछि जुत्ता होइन झोला यहाँ छ है कहाँ पुगाउँदैछ नि त कहाँ गएको यहीँबाट जानु अहिले लाइन अहिले चाहिँ गाइज म यहाँ पलाञ्चोक मन्दिरमा आएको छु है भक्क लाएर त्यहाँनिर लाइफ बाहिर आउँदैछ मन्दिरबाट बाटो रहेछ त गाउँमा टक्क मन्दिर आइपुग्यो मन्दिरमा चाहिँ त्यही हो जाने दर्शन गर्ने घरतिर जाने त्यही हो त्यो लाइन त्यो ठुलो लाइन खोइ मम्मी है त गइसक्यो सबैले हाम्रो हजुर लाइन बसिरहेको उहाँहरू यतैको एरियाको हुनुहुन्छ जस्तो क्या अनि उनीहरूले जान दिँदो रहेछ क्या जहाँको पनि लाइन बन्नु परिहाल्छ नि होइन यहाँको हुन्छ नि आफ्नो नियम आफ्नो नजिकको मान्छेहरू हाम्रो पशुपतिमा लाइनमा बस्छ हजुर
उयो आयो अब आधालाई भिडियो खिच्नु पाइँदैन रे खोइ माइल दिदी खोइ 5 रुपियाँ हालिदिनु दिदी त्यहाँ 5-10 रुपियाँ हालिदिनु हाल्ने नरिवल फुटा हो हाल्छ हाल्छ मैले फुटाइदिए हेलो जाउँ यता यता टिका सिका लगायो अब चिया चिया खान जानुपर्छ मम्मीसँग यता मेरो कालो चिया थियो त्यो उसै म त खाँदिनँ हो यहाँ यस्तो कालो चिया फर्मसा कालो चिया ल्याएको थिएँ क्या मैले यहाँ यस्तो भन्दा चाहिँ के खाने चना आलु चना खाने आलु चना घर जानु लाग्यो मन्दिर दर्शन गरियो बाहिर जाउँ लाइन भयो बाबा यहाँ छ काम बस्छ क्या निकाल्नु दाइ निकाल्नु कस्तो गरेको चस्मा लगाइदिनु क्या हो ठिकै भिड्नु रहेछ बसे म पनि अब त्यो उता राख्नु आमामा पराको यता र कति बजिरहेछ अहिले 8 बजे हामी यहाँ कति बजी आइपुग्यो 7 बजे आइपुग्यो एकैछिन पुगिहाल्छ नि
अगाडि के के भयो अरे कति पैसा कमाएको छ त्यसले भने सुरु होइन लगभग जग्गा कहाँबाट 20 करोड जति कमाएको छ उसले कसले मेरो साथी भनौँ साथीको साथी भयो भने ठ्याक्क हुन सक्छ गाडी चढेर आउँथ्यो 35 वर्षको भने उसले 1 करोडको गाडी चढेर आउँथ्यो होला 20 लाख सुनाएर आउँथ्यो होला मसँग हातमा त राम्रो थियो तर मेरो चाहिँ राम्रो चिन्जान उस छैन कि उसको चाहिँ साथी छ मेरो चिन्जान खाना खाएछ सुतेछ बिहान अब ढुक्यो खोल्यो चाँडै उठेर बिहान अब यसो होइन भन्नुभयो जान्छ चाँडै उठ्ने रे किन खोल्दैन भने अब ढोक्न हान्दा खोल्दै नखोलेपछि ओडाएर चाहिँ प्रशासन ल्याएर ढोका खोल्दाखेरि मरिरह्यो सिधा गोडिरहे जस्तो हात सुते बेला हटाइराख्नु भएको सुते के मजा आयो त उसले अब कति लाख पैसा दिनु होला 20 करोड कमायो त के काम अब झन् प्याक हुन्छ अब झन् भिड भइहाल्छ यहाँबाट त उस लाग्यो यहाँ जाड भइरहेको छ कि यहाँ चिसो छ मान्छे देखिँदैन पहिला पहिला बाहिर फाल्नु हुँदैन यस्तो यस्तो हुँदैन लाउनु यो फाल्नु हुँदैन यस्तै मान्छेले गर्दाखेरि देश फरक पछाडि मोटरसाइकल छ कस्तो आपत्ति त्यसलाई होइन हामीलाई हामीलाई नै आपत्ति त बजाउँदै आइछ टर्निङ कस्तो कस्तो छ टर्निङ नेताहरू सबै चोर कस्तो टर्निङ हुन्छ होइन यो त सेरो बुढो भइहाल्यो बाटो खराब कहाँको बाटो तुलिहालको बाटो त खत्तम छ हिलो किन त्यस्तो त्यो बाटो पिज कहिले हुन्छ त्यो पिज हो नि कहिले कहिले हो